जब उसले आगो लगायो भन्ने बित्तिकै पानी पनि हुँदैन। ऊ आएको छ र उसको लेफ्ट ह्यान्डमा लाइटर छ र उसको त्यो ट्राउजर भिजेको छ, तपाईँले हेर्न सक्नुहुन्छ है, भिजेको छ नि हैन। र ऊ त्यहीँबाट पास भएको छ। स्कुटरमा बसेको चाहिँ हुनुहुन्छ, सँगै झगडा परेको भन्ने कुरा आएको छ। ग्यारेज अगाडिको सीसीटीभी फुटेज दियो र त्यो फुटेजहरू चाहिँ मैले आँचलको फ्यामिलीलाई पनि दिइसकेको थिएँ। बिचमा चाहिँ उनीहरूको त्यहाँ डिस्कस परेर आँचल रिसाएर गएको भन्ने कुरा भएको थियो। अनि अर्को बहिनीले चाहिँ कहाँ गयो आँचल भनेर खोजिरहेको थियो अरे। त्यहाँ सेप्टेम्बर 25 मा 14 भनेको 2 बजे है, 2:30 बजी चाहिँ 2:30 बजी आँचल र अर्को बहिनी जसको नाम चाहिँ सरू भन्ने आएको छ, उनीहरू पास भएको छ। आज त हजारौं होइन लाखौंले मेरो भिडियो पर्खेर बस्नु भएको होला। सुरुमा यो ढोङ्गीले यो जुन मेरो भिडियो राखेको छ यो बारेमा भन्न चाहे हैन, यसलाई हैन हजुरलाई भन्न चाहे, यसलाई त कानुनी रूपमा गइहालिन्छ किनकि चरित्र हत्या र हत्यालाई दोष लाउनु भनेको धेरै फरक कुरा हो र धेरै गम्भीर कुरा हो। सो स्टार्ट गर्छु। मैले कहिलेदेखि आँचलको बारेमा बोलेको थिएँ, म यहाँ स्क्रिनमा पनि राखिदिन्छु है। यो घटना सुन्ने बित्तिकै आजभन्दा 3 दिन अगाडि मैले यो न्युज हालेको थिएँ। नेपालमा यस्तो नराम्रो घटा छ गाइस। टिकटक चलाउने एउटा आँचलनाथ भन्ने बहिनीलाई मारिदिने प्रयास गरेर चाहिँ के जिउँदै जलाएर, र त्यो बहिनीलाई भेट्दाखेरि यस्तो क्रिटिकल कन्डिसनमा उसको आफ्नै कोठा बौद्धमा बस्ने रहेछ, कोठामा भेटाएर रहेछ है। त्यो हेर्दाखेरि ल आत्महत्या पो गर्ने प्रयास गरे हो कि जस्तो भएको थियो अरे। पछि हेर्दाखेरि मान्छेले अब अज्ञात समूह आएर मारेको भन्ने कुरा गरेको छ। अनि त्यहाँ देख्न सक्नुहुन्छ टिकटकमा चर्चित कलाकार आँचल नाथमाथि पेट्रोल छर्की आगो लगाउने प्रयास भएको छ भनेर है मैले हालेको छु। अनि मैले पनि न्युजमा हेर्दाखेरि चाहिँ अज्ञात समूहले कोठाभित्र आएर आगो लाएर मार्ने प्रयास गरेको भनेको थियो र मैले त्यही बारेमा बोलेको थिएँ। छानबिनोस् उसको हैन छिटो स्वास्थ्यमा सुधार आओस् भनेरै भिडियो बनाएको थिएँ। प्लिज रेज भोइस फर हर जस्टिस भनेरै मैले भनेको थिएँ। त्यस पछाडि चाहिँ आफ्टर फ्यु त्यसको भोलिपल्टतिर मैले एक दिन अगाडि मेरो यो भिडियो थियो, यसमा चाहिँ एउटा कमेन्ट आएको थियो जहाँ चाहिँ आज लामो हुन्छ ल भिडियो किनकि लिमिट पनि त क्रस भयो नि हैन। जमुना ठकुरीजीले चाहिँ सिसको डेथ भइसक्यो, केही बोल्नु न आँचलको बारेमा भनेर उहाँले मलाई कमेन्ट गर्नुभयो। त्यस पछाडि गएर हेर्दाखेरि साँच्चै पनि हो रहेछ। त्यस पछाडि पनि मैले चाहिँ एकदमै नराम्रो न्युज छ, आँचलनाथ बहिनीको चाहिँ मृत्यु भएको छ। उसलाई चाहिँ हिजो ऊ बसेको डेरामा चाहिँ जिउँदै जलाएको थियो, उसलाई मार्ने प्रयास गरेको थियो, जहाँ जुन चाहिँ उनीहरू सक्सेस भयो है। आई होप पुलिसहरूले राम्रो इन्भेस्टिगेसन गर्नुहुन्छ। त्यो एरियामा कतिको सीसीटीभी छ कि छैन, को आएको थियो। मलाई चाहिँ बहिनीको उपचार भइरहेको थियो। अब बहिनीले भन्न सक्ला अलिक दिनमा चाहिँ को आएको थियो, के भएको थियो, अन्तिम स्थिति अब थाहा हुन्छ नि त, भन्छ होला र न्याय चाहिँ पाउँछ किनकि बहिनी जीवितै छिन्, घाइते भए पनि जीवितै छिन् भन्ने कस्तो आश थियो है। दिस इज सो हार्ट ब्रेकिङ, रेस्ट इन पिस। सीसीटीभी फुटेज कति इम्पोर्टेन्ट छ। अब सत्य तथ्य कसैले देख्यो देखेन के हो हैन, को आयो को गयो, अब अज्ञात समूह भनेको छ भनेर त्यही कोठामा गएर भनेकै कुराहरू गरिएको छु है। हजुरहरूले गएर भिडियो हेर्न सक्नुहुन्छ, केही डिलिटेड छैन है। त्यस पछाडि त्यो भिडियोमा चाहिँ एउटा कमेन्ट आयो है। त्यो कमेन्टमा चाहिँ आफूलाई के थाहा नभई यसरी बोलेको राम्रो होइन, पहिला के सत्य हो थाहा भएर मात्र बोल्नुपर्छ भनेर त्यस्तो कमेन्ट आएपछि चाहिँ उनीहरूसँग चाहिँ सीसीटीभी फुटेज छ भन्यो है। सो मैले त्यो कमेन्ट तानेर पनि भिडियो बनाएको थिएँ। त्यसपछि उहाँले मलाई अफकोर्स दिनुभयो, सीसीटीभी फुटेज पनि दिनुभयो र अर्को एउटा मान्छेले चाहिँ भिडियो पनि दिनुभयो है। अब सीसीटीभी फुटेजदेखिको अर्को पार्ट बनाउँछु, यो धेरै लामो भयो। ओके वेट, त्यो एभिडेन्स नभइकन बोल्दिने त्यो ठुलो कुरामा है। अनि यो बहिनीसँग चाहिँ मेरो कुरा भयो, त्यसपछि टिकटकमा मेसेज गर्यो अनि हामीले वाट्सएप नम्बर साटासाट गऱ्यौँ। उसले मलाई उसको ग्यारेज अगाडिको सीसीटीभी फुटेज दियो र त्यो फुटेजहरू चाहिँ मैले आँचलको फ्यामिलीलाई पनि दिइसकेको थिएँ जुन दिन मैले पाएँ हैन। र त्यसमा चाहिँ के देखिएको छ भने सेप्टेम्बर 25 मा 14 भनेको 2 बजे है, 2:30 बजी चाहिँ 2:30 बजी आँचल र अर्को बहिनी जसको नाम चाहिँ सरू भन्ने आएको छ, उनीहरू पास भएको छ त्यही ठाउँमा जहाँ चाहिँ ऊ जलेको थियो है। त्यस पछाडि हैन, अनि यहाँ यसको बीचमा चाहिँ उनीहरूको त्यहाँ डिस्कस परेर आँचल रिसाएर गएको भन्ने कुरा भएको थियो। अनि अर्को बहिनीले चाहिँ कहाँ गयो आँचल भनेर खोजिरहेको थियो अरे। त्यहाँ छेउमा चाहिँ टेलर रहेछ,
अनि त्यसपछि ठ्याक्कै अब अर्को भिडियो हेर्नुहोस् 3 बजेर लाइक एक्ज्याक्टली 1 घण्टा पछाडि चाहिँ ऊ आएको छ र उसको लेफ्ट ह्यान्डमा लाइटर छ र उसको त्यो ट्राउजर भिजेको छ तपाईले हेर्न सक्नुहुन्छ है भिजेको छ नि हैन र ऊ त्यहीबाट पास भएको छ र जुन त्यो स्कुटरमा बसेको चाहिँ हुनुहुन्छ उहाँसँगै झगडा परेको भन्ने कुरा आएको छ है उहाँसँगै उहाँ अनि उहाँको हस्बेन्ड जसको चाहिँ ग्यारेज छ त्यसपछि एउटा अर्को मसँग भिडियो कल छ जहाँ चाहिँ उसको साथी वन्दना भन्ने रुनु भएको छ र म चाहिँ मर्छु भनेर लाइटर देखाएको रहेछ हैन त्यो दिन लाइभमा वा भिडियो कलमा उनीहरुको झगडा भएर आएको भन्ने नि कुरा सुनेको थिए है देखिहाल्नु भयो त्यसपछि चाहिँ अब जब यो घटना घट्यो भिजाएर उले अन्तै ठाउँमा भिजाएर आएको रहेछ है उले जब बाल्यो रे बालेपछि यो झगडा पर्ने कपलको वाइफ एक साइडमा थियो अर्को उता थियो त्यसपछि जब उले आगो लगायो भन्ने बित्तिकै पानी पनि हुँदैन तर त्यो यस्तो पेट्रोल त समाउन कति पनि टाइम लाग्दैन नि त तर बचाउने प्रयास गरेको है बाकी भिडियो अब यो हाल्न नै मिल्दैन के किन भन्दाखेरि त्यो कम्युनिटी गाइडलाइन्समा पर्छ त्यस्तो हाल्न मिल्दैन टिकटक अकाउन्टलाई वार्निङ आउँछ र कति जना मान्छेले माग्नु भएको छ नजिकका साथीहरुलाई दिएको छु तर चिन्दै नचिनेको मान्छेलाई त्यसरी मिसयुज त गर्नु भएन मैले फ्यामिलीलाई दिएको छु ठाउँमा त दिएको छु नि त मैले सो यही आधारले चाहिँ मैले बोलेको थिएँ है चाहिएको खण्डमा कानुनीमा पनि जान सक्छु म है मसँग सबै प्रुफ एभिडेन्स छ नि त कसले पठाएको के भएको थियो कहाँबाट स्टार्ट भएको त्यो कुरा अनि जहिले पनि रियल बोल्नुपर्छ रियल बोल्यो भने चाहिँ अपराधी समात्न सजिलो हुन्छ साँचो कुरामा पुग्नलाई सजिलो हुन्छ जहिले पनि एभिडेन्स भनेको चाहिँ इदर मान्छे विटनेस हुन्छ कि क्यामेरा फुटेज देखेको हुन्छ हैन अर इन्भेस्टिगेसन गर्दै गएपछि थाहा हुन्छ हैन मसँग आएका फुटेजहरु यति हुन् र इन्दाले पनि अलिअलि बुझाउँछ मलाई पठाएको भिडियोहरु डाइरेक्ट विटनेस पठाएको परिआएको खण्डमा उहाँहरु हाजिर हुन सक्नुहुन्छ है ती बस्ने बासिन्दाहरु हुनुहुन्छ है अनि जो आचल बहिनीसँग सुरुमा जानु भएको सरू बहिनी अनि जो त्यो पानीबाट बचाइराको मान्छे छ उसको वाइफलाई पनि 3 जनालाई समातेको थियो चामध्ये 2 जना महिलालाई छोडिसकेको छ त्यो पुरुष मान्छे चाहिँ जेलमै हुनुहुन्छ उतै अब त्यो चौकी भन्छ क्यारे वही हुनुहुन्छ इन्भेस्टिगेसन भइरहेको छ जसले यस्तो सम्म पुर्याउने बाध्य बनायो अपराधीले सजाय पाओस् हैन तर मेरो नाम यसरी आएको प्रुफ अनुसार बोल्दाखेरि मलाई हत्यारा भनेर भन्ने ढुङ्गीलाई चाहिँ कानुनी वेमा जाँदैछु किनकि अब हत्यारा प्लस क्रिमिनल रेकर्ड छ भने चाहिँ मेरो नाम सोना राई थियो रे आई वाज नेभर सोना है अनि त्यसपछि ठगेको ढाटेको जस्ट बिकज उसको उसलाई प्रुफ गर्नको लागि के दैट उ चाहिँ राम्रो अनि साइकिक रिडिङ गरेर थाहा पाएको सबै साइकिक रिडिङ साच्चैको भएको भए या मेरो संलग्नता थिएन भनेर थाहा पाउँथिस् तैँले र अब रेडियो र गाइस साच्चै म तपाईहरुलाई चाहिँ सप्लाई त्यो भिडियो दिन सक्दिन है